लाइसेन्स भनेको सर्टिफिकेट हो होइन तपाईँको पनि सर्टिफिकेट छ नि एकाडेमिक छैन छ त्यो सर्टिफिकेटलाई रिन्यू गरिरहनुपर्छ र फेरि विधि बनाउने ठाउँमा तपाईँ सुन्नु न त्यो सबै गलत कुराहरू छ कुरा बुझ्नुभयो नि लाइसेन्स भनेको तपाईँको सर्टिफिकेट हो तपाईँ अब विभिन्न लेभलमा तपाईँ पढ अनि यसको धारणालाई चाहिँ जनताले मान्ने चाहिँ कसरी हो भने के अनि एउटा सर्टिफिकेट र लाइसेन्सलाई फरक छुट्याउन नसक्ने लाइसेन्स भनेको कुनै चिजलाई ग्रान्टेड ल गर्न अनुमति छ जिम्मेवारीसहित क्या त्यो हो भने सर्टिफिकेट भनेको एउटा जस्ट प्रमाणपत्र हो क्या अनि लाइसेन्स भनेको त कुनै जिम्मेवारी ठुलो वहन गर्नु पऱ्यो नि त हेर भाइ हर्के तिमीले गाडी चलाउँदाखेरि एउटा हातले उतापट्टि मान्छे मर्यो भने त्यो जिम्मेवारी कसले लिन्छ अनि तिमी रिन्यू नगर्दै हिँड्ने अनि लाइसेन्स तिम्रो क्यान्सल भएर पनि चलाउने होइन अनि लाइसेन्सको ट्रायल नै नदिए भयो त त्यसो भए जथाभावी मान्छे मार्दै हिँड्ने पनि भयो त त्यसो भए यो हर्केको दिमाग चाहिँ के भयो यार